राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना भएको 3 वर्षमा जनताको अरू दलप्रतिको आक्रोश र जनताको केही हदसम्म लहरकै कारण अधिकांश मत आफ्नो पक्षमा पार्न सफल भयो भन्ने कुरामा म ढुक्क छु र त्यसमा कुनै दुई मत छैन। तर यो सम्हाल्न भने सहज छैन। अनेक चुनौतीहरू पक्कै छन्। अबको 10 वर्षमा यस्तो कुनै विद्रोह नहोस् र त्यसका निम्ति सफल दिशामा देशलाई लैजान राष्ट्रसभा मात्र होइन, सबै दल उत्तिकै जिम्मेवारी लिनुपर्छ। नेपालमा प्रत्येक 1 दशकमा परिवर्तन हुने नै गर्छ। नेपालमा भएको प्रत्येक परिवर्तनमध्ये यो पनि एउटा परिवर्तन हो भन्नु गलत हुँदैन। प्रत्येक राजनीतिक दललाई आफूले गरेको निरन्तर सङ्घर्ष पश्चात हार भए पनि यसलाई सबैले स्वीकार्नै पर्छ र यो बाहेक अरू कुनै विकल्प छ जस्तो मलाई लाग्दैन। विभिन्न उच्च दलका मा भएका व्यक्ति र उहाँहरूको व्यक्तित्व आफ्नो देशप्रति निष्ठावान हुनुपर्छ र राम्रो काममा अग्रसर हुनुपर्छ भन्ने कुरा सबैले सिक्नुपर्छ र सिक्नु भएकै होला। त्यसो नगर्दा जनताले आफूले आफ्नो हकका निम्ति जुनसुकै अस्त्र प्रयोग गर्न सक्छन् भन्ने कुरा अहिलेको मतगणनाबाट मात्र होइन, अस्तिको जेन्जीको विद्रोह र त्यसपछि निम्तिएको प्रतिक्रियाले पनि पुष्टि गरेको कुरा हो। जनता निरन्तर हेरिरहेका छन् र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई पनि जे गरिनुहुन्छ भन्ने छुट पक्कै छैन। आफूसँग भएका चुनौती जिम्मेवारी आफूले वहन गर्नै पर्छ र सदैव जवाफदेही बन्नै पर्छ। अबको 100 दिनपछि जनताको प्रश्न सुरु हुन्छ। रासोपाले आफूले दिएको जवाफ र जनताको प्रतिप्रश्नबाट भाग्ने छुट छँदै छैन। विभिन्न दलले 23 गतेको विद्रोह र 24 गतेको प्रतिक्रियापछि पनि आफ्नो बोली वचन र अग्रसरता पुरानै रहेको र परिवर्तन भए पनि देखाउन नसक्दा आफ्नो पार्टीको यो हालत भएको भन्ने कुरामा आफू सबैले मनन गर्नुपर्छ। एउटा दलले नराम्रो गर्दा एउटा दललाई मात्र होइन, बाँकी अरू दललाई पनि असर गर्छ भन्ने कुरा पक्कै पुष्टि हुँदो रहेछ। अबको राजनीति पार्टीको विचार र विधानभन्दा माथि जनताको मुद्दा रहन्छन् भन्ने कुरामा म विश्वास राख्दछु र नेपालको राजनीति त्यही मोडमा जान्छ होला भन्ने कुरामा म आशाबद्ध छु। जनता नै जनार्दन हुन्। जनताको आशा भरोसाप्रति कसैले मोह लाउने काम नगरौँ र सबै सधैँ मितव्ययी भाव राख्दै सबैको विचार सम्मान गर्दै सबै अगाडि बढौँ भन्दै म आफ्ना 2 शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।